सो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आयोग सबैजना सुन्छै हुनुहुन्छ होला। इट्स मी एनएस खड्का अरविन्द होइन, तपाईँहरूले चिनिराख्नु भएको छ। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु गाइज। आज चाहिँ हाम्रो भ्यू यस्तो देखिरहेछ नि, ठ्याक्क दिउँसो भइरहेछ, खाजा खाने टाइम होइन गाइज। टक्क कुहिरो लागेर पानी परेको छैन गाइज। अब सबै ठिकै छ। यहाँ खाजा मकै पोल्दैछु गाइज। म चाहिँ मकै कत्रो धुवाको कस्तो देखेको छ थाहा छैन गाइज। सब्सक्राइब गरिदियो होइन। मकै गाइज देखो न देखो डढिसक्यो। बाहिर गएको थिएँ, ध्वस्त हुन आँटेको छ भन्दा नि आगे बढेको छैन। के को ध्वस्त हुनु, अब पकाउनु पर्छ गाइज। मकै खानुपर्छ, अर्ग्यानिक थाहा छ होला नि गाइज, थाहा छ नि। आगो नि धक्को हुँदैछ गाइज। भाटाहरू छन्, भर्खर यति पोल्दैछु गाइज। अरू चिज त्यो खोया गाइज। पानी बाहिर यस्तो भइरहेछ र नि, कति साह्रो पसिना आइरहेछ गाइज। पसिना गाइज। अब टक्कसँगले गाइज यो पाकोस् मजाले है गाइज। त्यस पछाडि म फेरि कहाँ देखाउँदैछु मैले, क्यामेराम्यान नभएर नि गाइज। क्यामेरा पक्र्न आउँदैन आफूलाई, त्यस्तै भएर चाहिँ लगाइछु मैले। ल गर्नु नि भइरहेको छ। अब एकछिनबाट दिन्छु। फाइनली अब चाहिँ मकै नि पाकिसक्यो गाइज होइन। अब चाहिँ मैले यतापट्टि राखेन गाइज। यिनीहरू यो खोयाहरू अब यहाँ मैले टक्क लागेर आगो फुक्नु पर्ने हुन्छ। यताबाट राम्रो धुमै आउँदो रहेछ यसो। आगो नि बढिसक्यो। अब टक्क खानु त पऱ्यो नि गाइज होइन। पसिना आइसक्यो। आथा आगोमा बस्दा गाइज के भन्नु र। अब त म टक्क बस्ने हो। अब खानु त पऱ्यो नि गाइज। यस्तो छ गाइज, टक्क डढेर आथा हो। अब खानु त पऱ्यो। कति देखिँदैछ थाहा होइन। ओभर मिठो गाइज मकै। लास्ट बबाल गाइज, बबाल। अब चाहिँ हाम्रो मौसम यस्तो हुँदैछ है गाइज। माथि टक्क यस्तो पाराले खाँदैछ है गाइज। यो 2 लाइन चाहिँ तिम्रो लाग्यो गाइज। आयो भनेर तिम्रो लागि भएन गाइज, मै खाइदिएको। खतम गाइज। सबै मुखभरि कालो लागेर हात निकालेको जानु। टक्क यता मकै पारिरहेछ, चरा भाग्दै छ गाइज। ल थ्याङ्क्स फर वाचिङ गाइज। अब लाइक गर, सब्सक्राइब गर। ल अब हामीहरू चाहिँ टुर नि जान्छौँ। अब 10K सब्सक्राइब भएपछि चाहिँ टुर जानेवाला छौँ। ल सब्सक्राइब गर्न भने नभुल। ल थ्याङ्क्स फर वाचिङ गाइज।